नमस्कार। नेपाली लोक साङ्गीतिक बजारमा दीपिका बैम्बु मगरका एकै दिन 3वटा गीतहरू रेकर्ड भएका छन्। उक्त गीत रेकर्ड भएको कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी हुन्। उनी लेख्छिन्, 3वटै गीतसँग सम्बन्धित सर्जकज्यूहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। स्वर घनश्याम खत्री, दीपिका बैम्बु, थेगो हरि मगर, शब्द सङ्गीत घनश्याम खत्री, एरेन्जमेन्ट अनमोल बस्नेत, काजी स्टुडियो मारुनी। अनि अर्को कौडा, स्वर हरि मगर, दीपिका बैम्बु, शब्द सङ्गीत ढोलराज 12 गरे, एरेन्जमेन्ट ढोलराज 12 गरे, स्टुडियो मारुनी। 3 नम्बरको गीत तीज गीत, लय शब्द प्रेम बहादुर घरती मगर, स्वर दीपिका बैम्बु, स्टुडियो मारुनी भनेर उनले 3वटा गीत रेकर्ड गर्दै गर्दाका फोटो क्लिपहरू सार्वजनिक गर्दै उनले एकै दिन 3वटा गीत रेकर्ड गरेको जानकारी दिएका हुन्। नेपाली लोक साङ्गीतिक बजारमा दीपिका बैम्बु मगरका गीतहरू उत्कृष्ट र लोकप्रिय बनिरहेका छन्। आशा छ यी 3वटा गीतहरू पनि बहुचर्चित र लोकप्रिय बन्नेछन् भनेर हामीले आशा गर्न सक्छौँ। आदरणीय दर्शक तथा श्रोता वृन्द साथीहरू, हामी विभिन्न गीत सङ्गीतका विषयमा जानकारी दिने गर्दछौँ। हामी कुनै पनि गीत सार्वजनिक हुन लागेको अथवा रेकर्ड भएका अथवा रेकर्ड भएर पनि बजारमा आइसकेका ती गीतहरूले बटुलेको चर्चाको विषयमा पनि हामी समाचार गराउने गर्दछौँ। आजलाई यति नै। धन्यवाद। सङ्गीत दृष्टि।